हेलो गाइज, आज चाहिँ हामी सबैजना गल्छी गएर आएको। आज चाहिँ हामी टिकटक बनाउँदै हामी डाँडाको बाटोबाट घुम्दै घुम्दै आएको छौँ। सबैजना घुम्दै घुम्दै आएको छौँ गाइज। अनि हामी चाहिँ यहाँ चराको गुड हेर्दैछौँ। उहाँ पारिपट्टि छ होइन गाइज। के देखेको छैन। अनि हामी चाहिँ उयो कस्तो हुँदैन ल क्या ल भर्खर मलाई काट ल ल। अनि हामी चाहिँ घर जाँदैछौँ 5 जना 5 कन्या। यो चाहिँ मेरो नक्कली बहिनी फुली लाएर ल्याइदिएको आज सुनको। अर्कोले पनि लाछ हो। यो चाहिँ फुली लाछ नयाँ। यसले चाहिँ नाक छेडे कि यता ढ्याप्लाई यसले नै फुली लाग्यो नयाँ। अनि यो चाहिँ मेरो फुपू हो होइन गाइज। फुपू त के भन्नु कान्छे फुपू नै पर्छ। यो चाहिँ मेरो बेस्टी हो क्या। कलङ्क चाहिँ होइन। हामी त हामीलाई पर्दा ल मलाई पर्दा साइरे चाहिँ साइरेलाई पर्दा म हिँड्छु हो क्या ल भन् त। भने हामी हो भने हामी यस्तै त हुन् ब्रो होइन। अनि हामी चाहिँ अनि चाहिँ गाइज हामी चाहिँ यहाँ टिफर आएर यता हिँडेको छ्या धुलै धुलो आइरहेछ। यो चाहिँ मेरो बेस्ट हो। पुरै बहिनीको ज्याकेट हल्लाउँदै हिँड्दाखेरि मेरो यो कान्छी बहिनीको। आज चाहिँ हामी नाक छेड्ने कार्यक्रम बाहुनी बनेर आएको। मैले चाहिँ पहिल्यै लाथेँ तर मम्मीले बनाइदिनु भएको थियो गाइज। मैले नलाएको मलाई मन पर्दैन सुनको फुली। मलाई यो सुनकै हो तर गाइज युको हो क्या। यो चाहिँ भुरे हो। छेडे पनि बुझ्छ यसले। बच्चे त होइन। ओइ सानिया उठ र। ओइ असिमे अहिले छिटाइज है बहिनी छिटाइज। ओइ यो चाहिँ हाम्रो माइलुहरू लास्ट नै रिसालु हुन्छ अरे क्या गाइज। सुनेको हुने रहेछ। हामी चाहिँ यस्तै हो गाउँले पारा। त्यहीबाट त्यही जान्थ्यो हो जाब चोकमा गल्छी जान्थ्यो हो। हामी त यस्तै ड्रेस यस्तै हो हाम्रो त जहिले है। के अरे आफ्नै छ पारा के भन्ने गीत छ नि। आफ्नै छ पारा मेरो आफ्नै छ हानी बानी लै लै कान्छु मायालाई घुमाउनु। खै पुली देखाउँदै त फुली। यो चाहिँ लास्ट मातेकी छे मेरो बहिनी होइन क्या यो गाइज। अङ्कलको छोरी क्या लोत मातेकी चाहिँ यसले नि नाक छेडेर आकी आज एउटा ढ्याप्रो लगाइदिए। भने हाम्रो सबैजना घडी एउटै छ होइन गाइज। तर मेरो बेस्टको चाहिँ ब्ल्याकमा छ फित्ता। हामी 3 दिदी बहिनीको चाहिँ सबैको पिङ्कमा छ। अनि त्यो अङ्कलको छोरीको चाहिँ हाम्रो त्यसले चाहिँ बिगारी क्या गाइज। बादरको हात नरिवल भने यही हो गाइज। त्यसले चाहिँ बिगारिसक्यो घडी। अनि त्यसले चाहिँ बिगार्छ कि हाम्रो सबैजनाको चाहिँ नयाँ छ होइन गाइज। असिमे तैँले के गरेर घडी बिगारे भन्दै त भन् त असिमे तैँले के गरेर घडी बिगारे। ए पानीमा परायो होला। अनि यिनीहरूको चाहिँ ब्ल्याक ब्लू के थियो त्यो ओरेन्ज है। अनि हाम्रो चाहिँ पिङ्क 2टा पिङ्क र अनि एउटा ग्रे थियो। आज चाहिँ हामी घरसम्मको भ्लग बनाउँदैछौँ गाइज होइन। आधा बाटोबाट गल्छीदेखि होइन माटै हो।
मेरो कान्छी बहिनीले चाहिँ अर्को मोबाइल लिइरहेको छ गाइज होइन मोबाइल हरायो झऱ्यो भनेर भनी हामी चाहिँ आज यहाँ बाह्र तरुण मान्छे यहाँ धेरै छन् गाइज होइन टन्नै छन् लो तँदाएर गएको छ गाइज होइन मैले चाहिँ भर्खर भ्लग बनाउन सुरु गरेको हो गाइज तर मैले युट्युबमा त हालेको छैन टिकटकमा चाहिँ हालेको छु यही हो फर्स्ट ल गाइज म यो टिकटकमा हाल्ने छु हेर्नु होला सबैले मेरो टिकटक आइडी भन्दै हो नि एकजना